चाकचाकुर राष्ट्रिय चाडलाई मान्यता दिई पौष 15 गते बिदा दिने प्रदेश सरकारले निर्णय गरी राजपत्रमा प्रकाशन गरेकोमा कुलुङ जातिको अस्तित्व सहितको पहिचानको लागि सभा पुगेको बेहोरा अनुरोध गर्दै देश विदेशमा बसोबास गरिरहेका सम्पूर्ण कुलुङ तथा यसको नेतृत्व गरिरहेका नेपाल किराँत कुलुङ भाषा संस्कृति उत्थान संघ केन्द्रीय समितिको तर्फबाट प्रदेश सरकार तथा प्रदेश सरकारको नेतृत्व माननीय मुख्यमन्त्रीज्यू प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछौं। कुलुङ भाषामा ओलनुव रिवाज छुट्टै सांस्कृतिक पहिचान छुट्टै सामाजिक संरचना र लिखित अलिखित इतिहास भएको उल्लेख भए बमोजिम आदिवासी जनजाति सूचीकरण सम्बन्धी उच्च स्तरीय कार्यदलले आदिवासी जनजातिको सूचीमा कुलुङलाई सूचीकृत गर्न सिफारिस गरेको प्रतिवेदन मन्त्री परिषदमा 2066 सालमै पेश गरिएको भने तापनि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको निषेधको प्रवृत्तिका कारण हालसम्म करिब 16 वर्षसम्म अनुमोदन हुन नसकेको हुँदा कुलुङ जातिको सम्मानपूर्वक र समावेशी पूर्वक बाँच्न पाउने र सुशासनका नीति तथा कार्यक्रमबाट समेत कुलुङ जातिका बालबालिका किशोर किशोरी युवा महिला वृद्ध तथा ज्येष्ठ नागरिकहरू वञ्चित भइरहेको माननीय मुख्यमन्त्री समक्ष अवगतका साथ सूचीकरणका लागि आवश्यक पहल लिइदिनु हुन हार्दिक अनुरोध गर्दछौं। साथै तपसिलका विषयमा मुख्यमन्त्रीज्यूको ध्यान आकर्षण गराउन चाहन्छु। 1 प्रोफेसर डाक्टर ओम गुरुङको उच्चस्तरीय कार्यदलको प्रतिवेदन 2066 को सिफारिसको आधारमा मुख्यमन्त्रीको 33,888 जना र भाषा बोल्नेको संख्या 42,000 मात्र भए तापनि नेपालको कोशी प्रदेशमा 14 वटा जिल्ला र अन्य प्रदेशमा 8 वटा गरी 22 वटा जिल्लामा बसोबास गर्दै आएका कुलुङको तथ्याङ्क अनुसार 1,50,000 भन्दा माथि कुलुङ जातिको जनसङ्ख्या रहेको तर सचेतनाको कमीको कारणले कतिपयले किराँत कतिपयले किराँती र कतिपयले राई भित्र गणना गरी कुलुङ जातिको अस्तित्व र पहिचानको लागि राज्यले जतिसक्दो चाँडो सूचीकरण गरी कुलुङ जातिको अस्तित्व अनि पहिचान स्थापित गर्न साथै कोशी प्रदेशको राजपत्रमा प्रकाशित मिनारी दाचाम चाकचाकुर विधा सन्दर्भमा कुलुङ राई जातिको चाकचाकुरलाई कुलुङ जातिको मिनारी दाचाम चाकचाकुर मात्र भनी आगामी वर्षको विधा राजपत्रमा सच्याइदिन हुन हार्दिक अनुरोध गर्न चाहन्छौं।